जापानमा हुनुभएको सबैजनाले कतिको सुमो खेल्दै हुनुहुन्छ त? खेल्दा खेल्दा थाके। अब नयाँ ट्रिक अपनाउनु पर्ला। ल म सिकाउँदैछु है, त आउनुहोस्। पहिला सेटिङमा जानुहोस्, अनि एसेसिबिलिटीमा जाने, अनि एसेसिबिलिटी थिचिसकेपछि चाहिँ स्विच कन्ट्रोल आउँछ। स्विच कन्ट्रोलमा जाने, स्विचेसमा थिच्नुहोस्। अनि स्विचेसमा एड न्यू स्विच आउँछ, त्यसमा स्क्रिन थिच्ने, अनि फुल स्क्रिन थिचेपछि चाहिँ ट्याप भन्ने तल बटन थिच्ने, अनि त्यहाँ ब्याक जाने। ब्याक गएपछि रेसिप्स आउँछ। रेसिप्समा चाहिँ क्रिएट न्यू रेसिप्समा गएर नेम लेख्ने। अब मैले चाहिँ टिकटक बक्सिङ लेख्न थिएँ, बक्सिङ मात्र लेखेछु। अनि त्यसलाई असाइन स्विच गर्ने, अनि फुल स्क्रिनमा गएर कस्टमाइजेसनमा जाने, अनि ट्याप 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 गरेर जति फास्ट गर्न सक्नुहुन्छ त्यति, तर 10 चोटि भन्दा नहुने रहेछ। 10 चोटि गरेर सेभ गर्ने, अनि ब्याक जाने। ब्याक गइसकेपछि फेरि ब्याक जाने, अनि लन्च रेसिपीमा गएर आफूले अघि नाम राखेकोलाई त्यसलाई क्लिक गरिदिने, अनि पछि ब्याक जाने, अनि सबैभन्दा अगाडिको स्क्रिनमा गएर अब केमा युज गर्ने त? अब हामी त टिकटकमै युज गर्छौँ नि त। अनि साइड बटन हुन्छ नि राइट साइडमा, 3 चोटि थिच्नुहोस्, अनि 1 क्लिक गरेपछि हजुरको 10 चोटि बढ्छ। इन्जोय गर्नुहोस् है त। म